है छोरीको खाजा खाने बेला भयो के खायो खाजा के हो यो मिन्टु मिन्टु त्यसको नाम मिन्टु मिन्टु हो के हो रे किन्टु टिन्टु के स्पेलिङ कहाँ आयो टिन्टी टिन्टु हो त के भन्छ छोरीले यसलाई छोरीलाई के भन्छ टिन्टी मिन्टी हो त टिन्टु मिन्टु पो भन्छ के फेरि भन् के हो रे के हो त्यसको नाम भन टिन्टी मिन्टी खाइरहेछ है छोरीले अघि चटपटे खाए आयो फेरि 10 रुपियाँमा आयो ठिक्क 10 रुपियाँमा कतिवटा आयो 5 को किने कि रे एक्लै खान्छस् दिदीलाई बुनेर दिनु पर्दैन दिदीलाई बुनेर दिनु पर्दैन भर किनेर लग्यो पैसा खोइ 5 रुपियाँ त्यसको ललिपप पनि ल 5 रुपियाँको नि ललिपप खाइसकेपछि अनि यस्तो भएर हुन्छ व्यापारमा बोनीसम्म भएको छैन तँलाई आम्दानी अठानी खर्च रुपैयाँ गर्नुपर्छ आम्दानी अठानी पनि भएछ खर्च भनेको 10 रुपैयाँ लगिसक्यो है साथीहरू यस्तो छ छोरीको पारा मेरो माइली छोरी माइली हो कि कान्छी हो त कान्छी भन्छु भने होइन मैले तँलाई कान्छी भन्ने अनि सानैले सानै भन्ने भनेको होइन तँलाई कान्छी भन्ने अनि उसलाई सानैलाई सानै सबभन्दा सानै हो अनि सबभन्दा सानैलाई सानै भन्ने है साथीहरू यस्तो छ छोरीको खाजा खाने तरिका छोरीको खाजा खाने तरिका बाउ चाहिँ भिडियो बनाउने भिडियो मेकर हाई आज हल्का रेस्ट गरेको हिजो बजार गएर आएर थाकिएको थियो त्यही भएर आज यस्तो हल्का रेस्ट गरेर बसेको बिहानभरि पसल मिलाएँ चट्ट पारेर पसलहरू मिलाएँ चट्ट पारेर आज थकाइ लाग्यो हिजोको थकाइ लाग्यो आज बजार खासै अब मिसिनमा बस्ने मोडै भएन झन् थाकेको छ के गर्नु यस्तै छ सकेसम्म त गर्नै पर्छ भरे गर्नुपर्छ घरमा गएर कोट सिलाउनु पर्ने छ रातिमा राति घरमा गएर आज चाहिँ काम गर्नुपर्छ है ल है।